नमस्कार। विशेष गरी अहिलेको समयमा मौरीमा देखिएको स्मल हाइव बिटलको बारेमा हामी जानकारी दिन गइरहेका छौँ र यो किरा अहिले चितवनको विभिन्न मौरी खर्काहरूमा देखा परेको छ र यो खपटेले विशेष गरी मौरीको ब्रुड, लार्भा, प्युपा र महमा निकै नै नोक्सानी गरेको हामीले घरमा देख्न सक्छौँ र यसको व्यवस्थापन गर्न निकै जरुरी छ। विशेष गरी यो मनसुन सिजनमा सक्रिय हुने किराको व्यवस्थापन केही विधिहरू अवलम्बन गर्छौँ। सर्वप्रथम त घरमा यदि धेरै नै मात्रामा स्मल हाइव बिटलको प्रकोप छ भने त्यसमा भएको फ्रेम हटाएर नष्ट गर्नु नै उपयुक्त मानिन्छ र विशेष गरी घरको व्यवस्थापनमा घरलाई उज्यालो ठाउँमा, घाम लाग्ने ठाउँमा राख्ने, ओसिलो ठाउँमा धेरै नराख्ने, जसले गर्दाखेरिमा पनि स्मल हाइव बिटल व्यवस्थापन गर्न सकिन्छ भने बजारमा अहिले स्मल हाइव बिटल ट्र्याप आएको छ। यो तपाईहरुले देख्न सक्नुहुन्छ। विशेष गरी यहाँ सासाना पालहरू राखिएको छ र यो पालहरूबाट स्मल हाइव बिटलको अडल्ट अथवा वयस्क छिर्छन् र हामीले यसभित्र भेजिटेबल ओइल अथवा तरकारी पकाउँदाखेरिमा प्रयोग गरिने तेल, विशेष गरी सूर्यमुखीको तेल प्रयोग गर्छौँ। सूर्यमुखीको तेल सँगसँगै स्मल हाइव बिटललाई आकर्षण गर्नको लागि एप्पल साइडरहरू पनि हामीले हाल्न सक्छौँ। साथसाथै मौरीलाई मन नपर्ने तर स्मल हाइव बिटललाई मन पर्ने अरू एट्र्याक्टेन्टहरू छन् भने त्यो एट्र्याक्टेन्टहरू पनि हामीले प्रयोग गर्न सक्छौँ र त्यसरी यसलाई पासोको रूपमा हामीले प्रयोग गर्छौँ। यसलाई विशेष गरी मौरी घारको दुईटा फ्रेमको बिचमा लगाएर हामीले राख्छौँ र हामीले स्मल हाइव बिटलको यसरी पनि व्यवस्थापन गर्न सक्छौँ भन्ने हामीले जानकारी दिन चाहन्छौँ। हस्, नमस्कार।